ल हेर्नुहोस् है तपाईँहरूलाई चाहिँ म आजको मेरो ब्लग्समा चाहिँ वेलकम गर्दै आयरल्यान्डमा रहेको चिडियाखानामा चाहिँ जिराफको दृश्य चाहिँ म तपाईँहरूलाई देखाउन गइरहेको छु। हेर्नुहोस् यहाँ चाहिँ जिराफ चाहिँ धेरै रहेछ है यहाँ, अनि जेब्रा पनि छ। यो हेर्नुहोस् तपाईँले देख्न सक्नुभएको छ, हेर्नुहोस् जिराफ निकै लामो समय यो आयरल्यान्डमा बस्ने क्रममा चाहिँ आज आयरल्यान्डमा रहेको चिडियाखानामा चाहिँ आएर यहाँको भिजिट गर्दै यहाँहरूलाई चाहिँ छुट्टै भ्लग्समा चाहिँ आज तपाईँहरूलाई सेयर गर्दै यहाँ चाहिँ जिराफको दृश्य चाहिँ तपाईँहरूलाई हेर्नुहोस् त। अम्माइको यस्तो गर्दो रहेछ जिराफले त, हेर्नु त यस्तो हुने रहेछ क्या। हाम्रो चाहिँ नेसनल जियोग्राफीमा चाहिँ हामीले देख्न पाइन्थ्यो र आज चाहिँ प्रत्यक्ष रूपमा चाहिँ यसरी अवलोकन गर्न गइरहेका छौँ र तपाईँहरूलाई पनि देखाउन गइरहेको छु है। हेर्नुहोस् त, हेर्ने मान्छेहरू पनि धेरै हुनुहुन्छ। हेर्नुहोस् त जिराफ ठुलो हुँदो रहेछ त। हेर्नुहोस् कतिवटा छ यहाँ, 4वटा 5-6वटा रहेछ यार। है ल हामी म त अझै तपाईँहरूलाई अझै नजिकबाट चाहिँ देखाउन गइरहेको छु। यहाँ त हेर्ने जिरा हेर्ने यहाँ भिजिटरहरू चाहिँ एकदम धेरै देख्न सकिन्छ। यहाँ त खतरा रहेछ यार। हेर्नुहोस् है, म चाहिँ यता छु। आज यो चाहिँ मेरो यो करिब 8 वर्ष बसाइको समयपछि चाहिँ आयरल्यान्डमा रहेको जूमा चाहिँ आज प्रवेश गरेको छौँ। अनि यहाँ चाहिँ के देख्न सकिन्छ भन्ने कुराहरू चाहिँ छोटो ब्लग्समा चाहिँ क्याप्चर गर्दै क्लिक गर्दै म तपाईँहरूलाई देखाउन गइरहेको छु। र मसँग हुनुहुन्छ हाम्रो दाइ, दुई भाइ चाहिँ हामी सन्डेलाई चाहिँ सदुपयोग गर्दै र बिदाको समय अनि एकदम गुड वेदरलाई चाहिँ उस गर्दै हामी चाहिँ आयरल्यान्डको चिडियाखानामा चाहिँ प्रवेश गरिसकेका छौँ। र यहाँभन्दा चाहिँ के देख्न सकिन्छ तपाईँहरूलाई हेर्नुहोस्। जिराफ एन्ड जेब्रा हामीले चाहिँ नेसनल जियोग्राफीमा हेर्ने गर्थ्यौँ है। हेर्नुहोस् यहाँ चाहिँ चिडियाखानामा चाहिँ यसरी राखेको रहेछ है। ठुलो हुँदो रहेछ। हेर्नुहोस् उहाँ परको त्यस्तै उभिएको रहेछ यार। घोडाको
बेसी ठुलो हो आम्मामामामा हेर्नुहोस् अन्त जिराफ 哇，它这个嘴，OK，好长啊！我戳到谁？我把它的肚子正好挠它肚子。 यो चाहिँ जिराफ है अनि जेब्रा पनि छ है जिराफ 抬头，它像给自己挠痒。 अनि यो चाहिँ आयरल्यान्डमा रहेको चिडियाखाना चाहिँ रहेको छ है यो जिराफ हेर्नुहोस् त्यो रियल अझै रियलमा चाहिँ यसरी डब्लिनको आयरल्यान्डको चिडियाखाना चाहिँ यसरी हेर्नु पाइयो है它有的舌头是蓝色还是紫色的？ Mommy, lift it. Here. Mommy。 再看个故事，亚瑟。Let me hold that. Let me hold that. The photo. And you say cheese. Say cheese. Rosie, if you want to get in, you can. ल तपाईँहरूलाई चाहिँ मेरो भ्लग कस्तो लाग्छ राम्रो लाग्यो भने चाहिँ लाइक सेयर कमेन्ट एन्ड सब्सक्राइब गर्नु नभन्नु होला अनि केही कमी कमजोरी छ भने चाहिँ सल्लाह सुझाव पनि दिनु होला भन्दै मेरो छोटो भ्लग चाहिँ अन्त गर्न चाहन्छु स्टे ट्युन बाई बाई